ल आज चाहिँ हाम्रो फागुनको 23 गते हामी नार्चन गाउँ हाम्रो माइला भेनाको घरमा छौँ है। हामी चाहिँ आज ठक्क यहाँ बिहानको मौसममा झर्ना त त्यति राम्रो देखिएको चाहिँ छैन अहिले, पानी अलिकति कम छ नि त यो चैतमा, अनि त्यो कारणले गर्दा आज चाहिँ हाम्रो ठ्याक्क डेनमार्कबाट भेना दिदीहरू आउनुभएको अवसर पारेर माथि झर्ना चाहिँ हेर्न जाँदैछौँ है। यहाँनिर ठ्याक्क नोटिस बोर्ड छ, नार्चाङ झर्नामा प्रवेश गर्दा ध्यान दिनुपर्ने कुराहरू, किनभने फोहोर सोहोर गर्न मनाइ छ नि त। रमाइलो गाह्रो पनि भएन, टाढै जस्तो लाग्थ्यो, नजिकै रहेछ। भएर जाइको गाउँमा आउँदा खुसी लागिरहेछ। कान्छीकोमा पोहोर गइयो, अहिले माइलीकोमा आइयो, अब साइलीकोमा अर्को पटक यहाँसम्म आउँदाखेरि अहिले सकिन्न होला जस्तो लाग्थ्यो, तर सजिलै आइयो। कुनै अब झरना हेर्ने 5 मिनटमा पुगिन्छ होला त्यहाँ। अब त्यही गएर हेऱ्यो भने चाहिँ कस्तो छ भन्ने कुरा थाहा हुन्छ। अहिले हामी यो नार्चाङ झर्नाको ठिक्क इन द पोइन्टमा आइसक्यो। यो जुन सिडीहरू थियो यहाँनिर एउटा चौतारा पनि बनाइएको रहेछ है, अनि यहाँनिर थोरै रेस्ट गरेर हामी चाहिँ त्यो झर्नाको त्यो मन्दिर देखेछ त्यहाँनिर जानुपर्ने हुन्छ हामी, अनि त्यहाँ गएपछि चाहिँ अलिकति झर्नाको राम्रो भ्यू आउने भएको कारणले गर्दा हामी चाहिँ त्यहाँनिर जानेछौँ। मेरो नाम नयाँ पुरा आमा घुम्नु आएको। कस्तो लाग्यो त यो झर्ना? यो झर्ना कस्तो लाग्यो तिमीलाई? राम्रो छ। तिमी अब नेपाल बस्नु कि विदेशै जाने? तिमी अब यही बस्नु कि डेनमार्क जाने? डेनमार्क जाने यहाँ बस्नु मन लाग्दैन? लाग्दैन। ल यहाँनिर हामी झर्नामा आइसकेर अवलोकन पनि भइसक्यो। हाम्रो दामी दामी फोटोहरू खिच्नुभयो होला भेनाहरू दिदीहरू बान्तीहरूले है। मैले त त्यति खिचेन, किनभने मैले पहिलादेखि खिचेको छु नि त यो झर्नामा, अनि त्यो कारणले गर्दा अवलोकन मात्र भयो। हाम्रो रामचन्द्र भेनाको 2 शब्द यो विषयमा। ल भेना कस्तो लाग्यो? झरना एकदम राम्रो लाग्यो, मजाको झरना रहेछ, एकदम खुसी भयो, एकदम राम्रो लाग्यो। दामी छ भने दामी छ। पहिलो चाहिँ त्यहाँको राम्रो। यहाँनिर चाहिँ हामी ठक्क बाटोमा रोकिरहेका छौँ। हाम्रो फोटो खिच्ने कार्यक्रमहरू हुँदैछ है। अहिले चाहिँ हामी अन द वे टु घोरेपानीमा छौँ है। अनि ठ्याक्क बाटोमा जाँदै गर्दा यो गुराँसहरू देख्यो हामीले, रातो कलर अनि गुलाबी कलर। हामीले पिङ्क कलरको गुराँसहरू यहाँनिर देखेपछि थोरै फोटो खिच्ने भनेर चाहिँ हामी रोकेका हौँ। हामी चाहिँ उता सिखा हुँदै फलाटे लेते हुँदै हरियाली वन जङ्गल हेर्दै यहाँनिर आइपुगेका छौँ। अनि यहाँनिर यो हामीले पहिला यसलाई यसो गरेर
यसरी पनि खाइन्थ्यो यो औषधि हुन्छ नि त पहिलोचोटि घोडे पनि जाँदैछु एकदम रमाइलो लागिरहेछ धेरै वर्षपछि देखियो लालीगुराँसको बोट खुसी लागिरहेछ लगभग डेनमार्क जस्तै हो र अलिअलि त्यति चिसो पनि होइन होला पो भेना डेनमार्क जस्तो पनि होइन होला मैले खासै तर बाबालाई जाने मेरो घोडेपानीमा चाहिँ सेकेन्ड टाइम म यहाँनिर आएको छु ठ्याक्क पहिलाको याद आयो है यहाँनिर पहिला जे जस्तो त्यस्तै रहेछ तर गुराँसहरूको कुरा गर्दा चाहिँ पहिलाको भन्दा अलिकति कम हो कि जस्तो लाग्यो बेसिकल्ली भन्नुपर्दा चाहिँ मलाई लालीगुराँस एकदमै मनपर्छ मेरो यो एउटा सक भनौँ कि एकदम रहर भनौँ होइन रहरै थियो लालीगुराँस फुलेको हेर्न अनि त्यसपछि आज चाहिँ फर्स्ट टाइम हो यो घोडेपानी हामी चाहिँ यहाँ अनया र मेरो चाहिँ यहाँ राम्रो खालको भिडियो सुट हुँदैछ किनभने यो हाम्रो लगभग फर्स्ट टाइमै हो जस्तो है हामी चाहिँ अब 4 बजे चाहिँ यहाँ पुनिलको यो डाँडामा आएको तर अनयालाई चाहिँ एकदम बोक्न पर्यो है मलाई एकदम थकाइ लागेको थियो त्यति बेला ल अनयाजी कस्तो लागेछ तपाईँलाई रमाइलो के भन्न चाहनुहुन्छ मलाई बोकेको Hello Anaya, how are you? अहिले चाहिँ हामी घोडेपानी पुनिलमा छौँ आउन अलि यता आउनु अनि अहिले हामी बिहानै 4 बजे उठेर आएको भ्यू हेर्न आएको तर एक्सपेक्टेसन कस्तो थियो भर्सेस रियालिटी भयो ल हामी चाहिँ अहिले यहाँ घोडेपानीमा आइरहेका छौँ है यहाँ वातावरण चाहिँ खुलिरहेको छैन अब हाम्रो भेनासँग फर्स्ट टाइम है एकदम खुसी लागिरहेको छ हाम्रो भेनालाई कस्तो लागेको छ ल भगन रमाइलो लाग्यो यो दिन नखुलेर हिमाल देख्नु नपाएर अलि लाइन रमाइलो फर्स्ट टाइम आएको हो रमाइलो त रमाइलै भयो यहाँ माथिसम्म आउन निकै दुःखै भयो अझै यो मौसम खुलिदियो भने अलि राम्रो हुन्थ्यो हाम्रो घोडेपानी
पुनिलमा चाहिँ अहिले ठ्याक्क घाम उदाउँदै गरेको छ ऊ कस्तो राम्रो तरिकाले आएको अनाया चाहिँ यहाँ भिडियोग्राफर मम्मीको अलिकति वातावरण खुल्न नसकेको कारणले गर्दा वेटिङमा छौँ हामी सबैजना है धेरै जनामा उपस्थित हुनु भइसकेको छ फोटोहरू चाहिँ खिचियो अलिअलि तर भ्यू हेर्नु चाहिँ यो चोटी चाहिँ यस्तै हो जस्तो लाग्यो है मलाई चाहिँ How are you? सन्चै छौ? भ्यू हेरेर भेना केही देखिएन यार फर्किँदैछ मौसम मौसमले धोका दिएको त्यो मौसम
यहाँ हल्का घाम झुल्किरहेको अवस्था छ अहिले चाहिँ है। यो डाँडालाई चाहिँ अलिकति सेल्फी डाँडा भन्दो रहेछ फोटो खिच्नको लागि भनेर, किनभने अलिकति हिउँहरू देखिन्छ नि त। ल अनाएर चाहिँ यहाँनिर सुन्तलाहरू सुन्तला कहाँको हो त? मजाले टिपेर चाहिँ फोटो खिच्दैछ टक्क दिदीसँग है। सुन्तला पनि अब लास्ट सिद्धिसक्यो, इन्जोय हान्दैछ। कस्तो छ भेना सुन्तला टेस्ट? एकदम मिठा हो र। ल दिदीले चाहिँ उखु खानु हुँदैछ। ल बसेर खाऊ त। बसेर खाउँछु, बसेर त्यसै ल। हेर्नु